हरे कृष्ण। सत्मार्गमा हिँड्ने कुरा गर्दा गर्दै एउटा कुराको याद आयो। सत्मार्गमा हिँड्न त्यति सजिलो छैन। काँडे तारहरू बेरिन आउँछन्, आफन्तैहरू दुश्मन बनेर आउँछन्। जो गलत छ त्यसलाई सही बनाउँदछन्, जो सही छ उसलाई गलत बनाउँदछन्। सत्मार्गमा हिँड्न त्यति सजिलो छैन। तपाईहरू नआत्तिनुहोला सत्मार्गमा हिँड्नको लागि। यो त झन् गाह्रो रहेछ। कलीमा त के अरे पाप गर्नेलाई सुखै सुख, धर्म गर्नेलाई दुखै दुःख भन्ने प्रचलन पनि आएको छ अहिले। त्यो 100% हो जस्तो लाग्छ बाहिरी रूपमा हेर्दा त, तर किमार्थ होइन। त्यो नसम्झिनु होला तपाईहरूले। किनभने सत्मार्गमा हुनेहरूको पहिला पाप कटिँदै जान्छ। पाप कट्ने क्रममा तपाईका पहिला पूर्वजन्ममा अथवा पूर्वमा गरेका कर्महरू, गलत कर्महरूलाई चाँडो चाँडो भोग्नुहुन्छ। त्यो भएर दुःख छिटो छिटो आउने गर्छ। जब तपाईहरूले गलत कर्म गर्न सुरु गर्नुहुन्छ भने तपाईका पुण्य कर्महरू पहिला सकिन थाल्छन्। पुण्य भोग्नुहुन्छ, तपाईले ऐश गर्नुहुन्छ। तपाईका पुण्य कर्महरू छिटो 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 तपाईहरूले एकदम भोग्नुहुन्छ। अनि बिस्तारै पुण्य कर्म नाश हुँदै जान्छ अनि तपाईको पाप कर्म भोग्ने पालो आउँदछ। त्यसैले कसैले पनि म यस्तो छु उस्तो छु भनेर घमण्ड नगर्नुहोस्। किनभने पालो सबैको आउँदछ एकचोटि। यो जुनीमा नभए पनि हामीले अर्को जुनीमा बार्नै पर्छ। किनभने कसैको पैसा हामीले 2 रुपियाँ खायौँ भने यो जुनीमा तिर्न सकेनौँ भने, अथवा आफ्नो अधिकारभन्दा बेगर कसैको पैसा खायौँ भने, आफ्नो ऊभन्दा बाहेक कसैको पैसा खायौँ भने, कसैको ऋण मागेर तिरिएन छ भने यदि जीवनमा, अथवा उसले मिनाहा गर्दै ल तँलाई छुट भयो भनेन छ भने उसले तिर्नुपर्छ है भन्यो भने, अथवा कसैलाई दिन्छु दिन्छु भन्दा भन्दै हामी त्यत्तिकै मर्यौँ भने, अथवा कसैलाई गर्नुपर्ने कर्तव्य पुरा नगर्दै मर्यौँ भने पनि त्यो अर्को जुनीमा अवश्य तिर्नुपर्ने हुनसक्छ। त्यसैले अर्काको अधिकार खोज्ने काम पनि एकदम गलत हो। 2 भाइ थिए अरे। एउटा कहानी आयो त्यो कुरा गर्दा गर्दै। 2 भाइ थिए अरे। भाइ चाहिँ एकदम रोगी थियो अरे। दाइ त बिहे गरेको भाउजूसँग थियो। यो भाइ रोगी छ, औषधि गर्दा गर्दै पैसाभरि सकिएर जान्छ। यसलाई त कसरी मैले पाल्नु? यसलाई पाल्दा पाल्दै मलाई नि हैरान। यसलाई मारेर फालिदियो भने यसको सम्पत्ति पनि मैलाई हुन्छ। अनि उसले गरे उसलाई दुःख पनि गरेर पाल्नु पर्दैन मैले भनेर 2 जना मिलेर मारेर फालिदिन्छन् अरे। उसका पछि सन्तान हुन्छन्। सन्तानको रूपमा त्यही भाइ सन्तानको रूपमा जन्मिन्छ। पछि त्यो जन्मिँदै रोगी हुन्छ, बिरामी हुन्छ, यताउति दुःख बेसरी दिन्छ। अनि पछि लास्टमा उसको मर्ने दिन आयो। सम्पत्तिभरि सबै लिएर जान्छ, आफ्नो भाग जति औषधि गर्दा ओर्दा खर्च हुन्छ। अनि मर्ने दिनमा दाइ अब मेरो हिसाब पुरा भयो है भनेछ अरे के। दाइ भनेको पूर्वजन्मको भाइ थियो त्यो, अहिले त छोरा भएर आयो। त्यसैले पूर्वजन्मको कुनै कर्म तपाईँको छोरा, सन्तान, आफन्त, नातेदार कोही भएर आउन सक्दछ। नजिकै मान्छे हुन्छ, चिने जानेको, टाढा जाँदैन तपाईँको पूर्वको कर्म। तपाईँलाई ऋण चुकाउनु थियो भने नि चुकाउन आउँछ, लिनु थियो भने नि लिन आउँछ। त्यसैले मैले त सोच्ने गरेकी छु मेरा रिश्तेदार